ओहो साथीहरू अचम्मै भयो त। हिजो अस्ति मात्रै पक्राउ परेका जगदम्बा ग्रुपका अध्यक्ष शङ्करलाल अग्रवाललाई आज रिहा गरिदिएको छ। यो कस्तो अचम्म के हो यस्तो? यति ठुलो बिचौलिया भूमाफिया दलाल भनेर उनीमाथि ट्याग छ। यो लिस्ट हेर्नु होला। यति धेरै बिजनेस व्यापारको नाममा उनले अरबौं खरबौं कमाएका छन्, तर राज्यलाई 1 रुपियाँ पनि कर तिरेका छैनन्। सारा नेपालमा कमाएर विदेशतिर धन थुपार्छन्। नेपाललाई जहिले खोक्रो बनाउँछन्। काङ्ग्रेस एमाले माओवादीहरूलाई फनफनी औँलामा घुमाउने, सरकार बनाउन चाहे बनाइदिने, ढाल्न चाहे ढाल्दिने, यति ठुलो पावरफुल मान्छे। यिनीमाथि साँच्चै निष्पक्ष अनुसन्धान मात्रै गर्ने हो भने पनि 1 वर्षभन्दा माथि लाग्न सक्छ। तर 2 दिनमै कसरी छुटे त? कहाँ साँठगाँठ भयो, कहाँ सेटिङ भयो, के भयो भन्ने कुरा यति बेला जनतामा उठिरहेको छ। शङ्कर ग्रुपका अध्यक्ष भनौँ या जगदम्बा ग्रुपका अध्यक्ष यिनी शङ्करलाल अग्रवाल पक्राउ परेको 2 दिन पनि भएको छैन। आज सम्पत्ति शुद्धिकरण विभागले उनलाई रिहा गरिदिएको छ। तपाईहरु के भन्न चाहनुहुन्छ साथीहरू? आफ्नो मनमा लागेको कुरा कमेन्ट गर्नुस् र भिडियोलाई एक एक शेयर गरेर सबैमा पुगाइदिनुस् है त।